दोस्रो आदर्श कप 2082 7 साइड फुटबल प्रतियोगिताको यो दोस्रो दिनको तेस्रो खेल हुन गइरहेको छ। चिन्टुटार दराई समाज विरुद्ध दिर्बु एफसी बीचको खेल रहनेछ। नयाँ वर्षको अवसरमा 2082 वैशाख 1 गतेबाट व्यास नगरपालिका 5 स्थित पत्नी खेल मैदानमा भइरहेको यस दोस्रो आदर्श कप 2082 7 साइड खुल्ला पुरुष फुटबल प्रतियोगिताको यो दोस्रो दिनको तेस्रो खेल अबको केही समयमा हुन गइरहेको छ। यसैगरी यस खेलका रेफ्री इन्द्र गुरुङ रहनु भएको छ। सचिन थापा रहेका छन् भने लाइनअप यस प्रकार रहेको छ। दिर्बु एफसी को तर्फबाट जर्सी नम्बर 8 राम कुमाई, जर्सी नम्बर 7 लक्ष्मण कुमाई, जर्सी नम्बर 3 मिलन नेपाली, जर्सी नम्बर 1 शिशिर मगर, जर्सी नम्बर 9 सुशील सुनार, जर्सी नम्बर 4 शीतल आले, जर्सी नम्बर 2 चेरी रहेका छन् भने सब्स्टिट्युटमा जर्सी नम्बर 10 का सागर कुमाई रहेका छन्। यसैगरी टिम म्यानेजरमा अनमोल रहेका छन् भने चिन्टुटार दराई समाजको तर्फबाट जर्सी नम्बर 1 रेशम दराई, जर्सी नम्बर 11 अश्विन दराई, जर्सी नम्बर 4 विष्णु दराई, जर्सी नम्बर 7 दिलीप भुजेल, जर्सी नम्बर 8 विश्वास दराई, जर्सी नम्बर 5 विवश दराई, जर्सी नम्बर 6 निशान दराई रहेका छन् भने सब्स्टिट्युटमा जर्सी नम्बर 9 का परनेश दराई, जर्सी नम्बर 3 का रोशन दराई रहेका छन्। टिम कोचमा सुमन छेत्री रहेका छन् भने खेल मैदानको दायाँतर्फ चिन्टुटार दराई समाज रहेको छ भने खेल मैदानको बायाँतर्फ दिर्बु एफसी रहेको छ। हामी व्यास नगरपालिका 5 स्थित रहेको यस आदर्श युवा क्लबको आफ्नै खेल मैदानबाट प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ स्पोर्ट्स तनहुँको अफिसियल फेसबुक पेज मार्फत। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन टिमको समर्थनमा रहनु भएको छ कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। पहिलो यो सेन्टर बल दराई समाज चिन्टुटारको पक्षमा रहनेछ। चिन्टुटार दराई समाजको तर्फबाट टिम कप्तान जर्सी नम्बर 11 का अश्विन दराई यो पहिलो बल लिनेछन्। यो इन्द्र गुरुङको विसेलसँगै दोस्रो दिनको यो तेस्रो खेल सुचारू भएको छ। पहिलो बल चिन्टुटार दराई समाजको लागि। यो सँगै पहिलो फ्री किक प्राप्त गरेको छ चिन्टुटार दराई समाजको तर्फबाट। विष्णु दराईको यो प्रहार अझ पनि बलमा चिन्टुटार। हामी खेलको पहिलो हाफमा रहेका छौँ र हालसम्मको अङ्क दुवै टिमको 0-0 रहेको छ। गोलकिकका लागि दराई समाज चिन्टुटार अझ पनि बलमा। काउन्टर मुभ बनाउने प्रयासमा दिर्बु एफसी को तर्फबाट जर्सी नम्बर 8 का राम कुमाई रहेका थिए।
यद्यपि बाधक बनिदिएका छन् यसपटक। हामी खेलको पहिलो हाफमा रहेका छौं र यो पहिलो कर्नर किकका लागि यस प्रतियोगिताको प्रथम पुरस्कार 60,060 ट्रफी मेडल र प्रमाणपत्र रहेका छ भने द्वितीय पुरस्कार 30,030 नगद ट्रफी मेडल र प्रमाणपत्र रहेको छ। साथै उत्कृष्ट खेलाडी तर्फ 2000 प्लस ट्रफी रहेको सम्पूर्ण दर्शकबिन महानुभावलाई जानकारी गराउन चाहन्छु। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ता रहेका छन्। विभिन्न विधाका खेलाडीहरूलाई नगद 2000 को साथमा ट्रफी रहेको छ। दिर्बुको तर्फबाट यो गोल किक लिनेछन् त्यहाँ। हामी खेलको पहिलो हाफमा रहेका छौं। हालसम्मको अङ्क दुवै टिमको 0-0 रहेको छ। पुनः एकपटक यो काउन्टर मुभ बनाउने प्रयासमा दरै समाज चिन्टुटारको तर्फबाट विश्वास दराइरहेका थिए जर्सी नम्बर 8 का। यद्यपि यो सँगै गोल किकका लागि पर्निस दराइरहनेछन्। सुनिल सुनारको यो प्रहार यो सँगै दिर्बुको तर्फबाट, दिर्बु एफसीको तर्फबाट यो पहिलो फ्री किक रहनेछन्। बलमा जर्सी नम्बर 5 का यो प्रहार टुमेनवालको सेटअप रहेको छ। हामी खेलको पहिलो हाफमा रहेका छौं र हालसम्मको अङ्क दुवै टिमको 0-0 रहेको छ। टिम कप्तान जर्सी नम्बर 11 का आशिष दराई अझ पनि बलमा। सुशील सुनार थ्रोइनका लागि। सुशीलको यो थ्रोइन जर्सी नम्बर 8 का रामकुमाई रहेका थिए। अझ पनि बलमा रामकुमाई। हारेको मान्छे दिर्बु गोल हान्न पर्यो भन्दै हुनेछ। दिर्बुको समर्थन रहनु भएको छ, उहाँलाई पनि हामी खेलमा स्वागत गर्न चाहन्छु। साथै नयाँ वर्ष 2082 को देश तथा विदेशमा छरेर रहनुहुने सम्पूर्ण नेपाली भाषीहरूमा स्पोर्ट्स तनहुको तर्फबाट नयाँ वर्ष 2082 सालको विशेष शुभकामना प्रदान गर्न चाहन्छु। यसैगरी स्पोर्ट्स तनहुको अफिसियल फेसबुक पेज फलो र लाइक गर्नुभएको छैन भने पनि गर्नुहुन हामी विनम्र अनुरोध गर्दछौं। हामी तनहुँ जिल्लाको विभिन्न कुना काप्चारमा रहेका खेलकुद गतिविधिलाई प्रत्यक्ष प्रसारणमा लिएर आउने प्रयत्न गरिरहेका छौं। विवश तराईको यो पुश गर्न पुगे जर्सी नम्बर 6 निशान दराई। तुलसी रिजाल पनि हामीसँग जोडिनु भएको छ, उहाँलाई पनि हामी खेलमा स्वागत गर्न चाहन्छौँ। नयाँ वर्षको अवसरमा व्यास नगरपालिका 5 स्थित रहेको आदर्श युवा क्लबले वैशाख 1 गतेबाट दोस्रो संस्करणको दोस्रो आदर्श कप 2082 7 साइड फुटबल प्रतियोगिताको यो दोस्रो दिन रहेको छ र दोस्रो दिनको यो तेस्रो खेल। यसअघि त उमेर समूहको खेलहरू भएका थिए। पुनः एकपटक विश्वास तराई रहेका थिए त्यहाँ। मिलन नेपाली यसपटक पनि त्यहाँ बाधक पनि दिएका छन्। जर्सी नम्बर 4 विष्णु दराई, विश्वास दराई अझ पनि बलमा चिन्टुटार।
विष्णु दराई केही ढिलाइ रहन पुग्यो त्यहाँ विष्णु दराईको त अवसर भने रहेको थियो विष्णु दराईको लागि। हामी खेलको पहिलो हाफमा रहेका छौं। हालसम्मको अङ्क दुवै टिमको 0-0 रहेको छ र यो कर्नर किकका लागि चिन्टु टार दराई समाजको तर्फबाट लेफ्ट ह्यान्ड फ्ल्यागबाट यो कर्नर किक रहनेछ। निकै उत्कृष्ट बचाउ यसपटक। शिशिर मगर गोलरक्षक। हालसम्मको अङ्क दुवै टिमको 0-0 रहेको छ। कुनै रिस्क लिन चाहँदैन त्यहाँ दराई समाजको तर्फबाट। हामी खेलको यो पहिलो हाफमा रहेका छौं। यसै गरी कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन टिमको समर्थनमा रहनु भएको छ कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। यो मिलन नेपालीको प्रहार गोलरक्षक रेशम दराई बाधक बनिदिएका छन् त्यहाँ। गोलकिकका लागि दिर्बु एफसीको तर्फबाट विष्णु दराई अझ पनि बलमा विष्णु यसपटक भने त्यहाँ अनियन्त्रित रहन पुगे। यसै गरी स्पोर्ट्स तनहुको टाइटल स्पोन्सरमा नेसनल इलेक्ट्रोनिक्स सप्लायर्स ब्यास 2 न्यू रोड रहेको छ भने एजुकेसन पार्टनरको रूपमा कन्काई ग्लोबल एकाडेमी ब्यास 4 दमोली रहेको छ। साथै कन्काई ग्लोबल एकाडेमी बोर्डिङ स्कुलमा धमाधम नयाँ शैक्षिक सत्र 2082 को लागि भर्ना खुलेको समेत सहर्ष जानकारी गराउन चाहन्छु। त्यसको साथै प्रिन्ट पार्टनरको रूपमा झोल्यार्स दमोली रहेको छ। दिर्बु एफसीको लागि यो थ्रोइन रहनेछ लेफ्ट ह्यान्ड साइडबाट। दिर्बुको थ्रोइन सम्भवतः सोझै डी बक्स भित्र रहेको थियो। यद्यपि जर्सी नम्बर 5 का विवश दराई बाधक बनिदिएका छन्। निकै लामो थ्रोइन रहेको थियो, निकै लङ रेन्जको थ्रोइन रहेको थियो त्यहाँ दिर्बुको तर्फबाट। अझ पनि यो सँगै कर्नर किकका लागि रहनेछ मिलन नेपाली बलमा रहेका छन्। यो कर्नर किक प्रहारका लागि दिर्बु एफसीको तर्फबाट लक्ष्मण कुमाई त्यो निकै लामो थ्रोइनहरू प्रहार गर्ने गर्दछन्। त्यसको ज्वलन्त पुनः एकपटक हामी खेलको यो पहिलो हाफमा रहेका छौं। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन टिमको समर्थनमा रहनु भएको छ कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। सरोज हेन्डबलको संकेत सँगै दोस्रो फ्री किक रहेको छ दिर्बु एफसीका लागि। यो लक्ष्मण कुमाई यो फ्री किक प्रहारको लागि बलमा रहेका छन् दिर्बु एफसीको तर्फबाट भने चिन्टु टार दराई समाजको तर्फबाट यो 3 मेन वालको सेटअप रहेको छ। लक्ष्मणको यो प्रहार यसपटक पनि त्यहाँ बाधक बनिदिएका छन्। त्यो वाल निकै महत्त्वपूर्ण साबित रहेको छ यसपटक। मिलन नेपाली अझ पनि बलमा मिलनको यो प्रहार लेफ्ट फुटेड प्रहार रहेको थियो मिलन नेपालीको तर्फबाट। गोलरक्षक रेशम दराईको यो प्रहार काउन्टर मुभ बनाउने प्रयासमा अझ पनि चिन्टु टार दराई समाज यसपटक भने मिलन नेपाली दिर्बुको तर्फबाट अझ पनि बल सरोज रहेका थिए त्यहाँ जर्सी नम्बर 5 का दिर्बुको तर्फबाट मिलन नेपाली
विवश तराई बाधक बनिदिएका छन्। जर्सी नम्बर 5 का मुख्य डिफेन्समा लाइन हेरिरहेका छन् आज विवश। निकै महत्त्वपूर्ण जिम्मेवारी पोजिसनमा रहेका छन्। अझ पनि बलमा चिन्टुटार दराई समाज पुनः एकपटक चिन्टुटार के ढिलाइ रहन पुग्यो। लक्ष्मण कुमाई यो काउन्टर मुभ बनाउने प्रयासमा मिलन नेपालीको लागि मिलन नेपाली यो सँगै निकै सुन्दर गोल रहेको छ मिलन नेपालीको तर्फबाट। निकै सुन्दर सेलिब्रेसनको साथमा यो निकै उत्कृष्ट फिनिसिङ त्यो लक्ष्मण कुमाईको एसिस्टमा जर्सी नम्बर 3 का मिलन नेपालीको निकै सुन्दर फिनिसिङ। यो खेलको पहिलो हाफमा नै खेलमा अग्रता बनाउन सफल मिलन नेपाली। प्रतियोगिताको यो दोस्रो दिनको तेस्रो खेलको पहिलो गोल रहेको छ दिर्बु एफसीको तर्फबाट जर्सी नम्बर 3 का मिलन नेपाली। अझ पनि बलमा त्यो चिपसट प्रार रहेको थियो मिलनको तर्फबाट। लक्ष्मण कुमाईको एसिस्टमा निकै सुन्दर फिनिसिङ। यससँगै थ्रोइन प्राप्त गरेको छ। अझ पनि बलमा मिलन यससँगै लक्ष्मण कुमाई अझ पनि बलमा लक्ष्मण कर्नर किक प्राप्त गरेको छ दिर्बु एफसीको तर्फबाट। लक्ष्मण कुमाई रहनेछन् बलमा। लक्ष्मण कुमाईको यो प्रहार मिलन नेपाली अझ पनि बलमा। यसपटक भने चिन्टुटार दराई समाज थ्रोइनका लागि विष्णु दराई स्विच गरिदिएका छन् त्यहाँ जर्सी नम्बर 5 योसँगै अश्विन अझ पनि बलमा अश्विन दराई काउन्टर मुभ बनाउने प्रयासमा अश्विन दराई रहेका छन्। शिव सेन्चुरी स्कोर कति भयो भन्दै हुनुहुन्छ। हामी खेलको यो पहिलो हाफमा रहेका छौँ र हालसम्मको अङ्क दिर्बु एफसी 1 रहेको छ भने चिन्टुटार दराई समाज 0 रहेको छ। अझ पनि बलमा लक्ष्मण कुमाई दिर्बुको तर्फबाट। यसपटक भने लक्ष्मण केही ढिलाइ रहन पुग्यो। आफ्नो गल्ती सच्याउँदै पुनः एकपटक लक्ष्मण यो अवसर रहन सक्दथ्यो। दोस्रो गोलको नजिकै रहेका थिए त्यहाँ दिर्बु एफसीको तर्फबाट। राम कुमाई तयारी अवस्थामा रहेका थिए कि टर्न गर्न केही ढिलाइ रहन पुग्यो यसपटक भने रामका लागि। यो सँगै कर्नर किक प्रहार गर्नेछ दिर्बु एफसीको तर्फबाट। लेफ्ट ह्यान्ड फ्ल्यागबाट मिलन नेपाली गोलकर्ता समेत रहेका छन्। मिलन नेपाली रहेका छन् त्यहाँ। अझ पनि बलमा मिलन दोस्रो आदर्श कप 2082 खुल्ला 7 साइड फुटबल प्रतियोगिताको यो दोस्रो दिनको तेस्रो खेलको पहिलो गोलकर्ता समेत रहेका छन् मिलन नेपाली। दिलीप भुजेल त्यो बल आफ्नो नियन्त्रण राख्न चाहिरहेका थिए। यद्यपि चिन्टुटार दराई समाजको तर्फबाट त्यो असफल रहन पुगे। पुनः एकपटक मिलन
बल आफ्नो नियन्त्रणमा अझ पनि बल जित्दै लक्ष्मण मिलन निकै सुन्दर कम्बिनेसन हामीले देख्न पाइरहेका छौं। एकै स्थानकै खेलाडीहरू रहेका छन् सम्पूर्ण, त्यसकारण पनि हामीले त्यो कम्बिनेसन निकै सुन्दर देख्न पाइरहेका छौं। अझ पनि मिलन लक्ष्मण कुमाई हिस्पटक पनि केही तालमेलको कमी रहन पुग्यो। यससँगै थ्रो इन प्राप्त गरेको छ चिन्टु दराई समाजको तर्फबाट। बलमा रहनेछन् जर्सी नम्बर 4 का विष्णु दराई। अश्विन दराईको यो सँगै दोस्रो आदर्श कप 2082 7 साइड फुटबल प्रतियोगिताको यो दोस्रो दिनको तेस्रो खेलको पहिलो हाफ 1-0 समाप्त रहेको छ। हामी दोस्रो हाफ केही समयमा लिएर आउने छौं, त्यतिन्जेलको लागि हेर्दै गर्नुहोला स्पोर्ट्स तनहु।
दोस्रो आदर्श कप 2082 सेभेन साइड फुटबल प्रतियोगिताको यो दोस्रो दिनको यो तेस्रो खेलको दोस्रो हाफ अब केही समयमा सुरु हुन गइरहेको छ र हालसम्मको अङ्क 1-0 रहेको छ। दिर्बु एफसी 1 रहेको छ भने दरै समाज चिन्टुटार 0 रहेको छ। हामी खेलको अब केही समयमा दोस्रो हाफ सुचारू रहनेछ। यसैगरी यस प्रतियोगिताको दोस्रो आदर्श कप 2082 को प्रथम पुरस्कार नगद 60,060 रहेको छ भने दोस्रो पुरस्कार 30,030 ट्रफी मेडल र प्रमाणपत्र रहेको छ। साथै विभिन्न विधागत रूपमा उत्कृष्ट गोलरक्षक उत्कृष्ट खेलाडीलाई नगद 2,000 साथमा ट्रफी रहेको सहर्ष जानकारी गराउन चाहन्छु। व्यास नगरपालिका 5 स्थित रहेको यस आदर्श युवा क्लबको खेल मैदानबाट हामी स्पोर्ट्स तनहुको अफिसियल फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन टिमको समर्थनमा रहनु भएको छ कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। दोस्रो हाफको यो पहिलो बल दिर्बु एफसी को तर्फबाट रहनेछ। विष्णु दराईको मिस पास लक्ष्मण कुमाई सिधै त्यहाँ डिबक्समा प्रहार गर्न चाहन्थे, यद्यपि यसपटक भने विवश दराई बाधक बनिदिएका छन्। दोस्रो हाफको पहिलो कर्नर किकका लागि लक्ष्मण कुमाई रहेका छन्। स्वयंसेवक भाइहरू कृपया अनुशासित भएर बसिदिनु होला। लेफ्टिनेन्ट फ्ल्यागबाट पुनः एकपटक यो निकै सुन्दर वाल पास रहेको थियो। त्यहाँ मिलन नेपाली अझ पनि बलमा मिलन यो खतरा रहन सक्दछ चिन्टुटार दराई समाजको लागि। हामी खेलको यो दोस्रो हाफमा रहेका छौँ। दोस्रो आदर्श कप 2082 सेभेन साइड फुटबल प्रतियोगिताको यो दोस्रो दिनको तेस्रो खेल भइरहेको छ। हामी खेलको यो दोस्रो हाफमा रहेका छौँ र हालसम्मको अङ्क 1-0 रहेको छ। दिर्बु 1 रहेको छ भने दरै समाज चिन्टुटार 0 रहेको छ। दिलीप भुजेल रहन सक्दथे बलको समक्ष सुशील सुनार पुनः एकपटक सुशील मिलन नेपाली अझ पनि बलमा सुशील लक्ष्मण कुमाई यो अवसर रहन सक्दछ रामका लागि। राम कुमाई रहेका थिए जर्सी नम्बर 8 का। मिलन नेपाली पुनः एकपटक चिन्टुटार दराई समाजका लागि। निशान दराई मिस पास गर्न पुग्यो, अझ पनि बलमा निशान यसपटक पनि गोल रक्षक शिशिर मगर सही समयमा त्यहाँ बलसँग कनेक्ट रहन पुगेका छन्। राम कुमाई अश्विन दराईका लागि यो अवसर रहन सक्दथ्यो, यद्यपि अझ पनि बलमा मिलन नेपाली ब्याकपास सुशील सुनार त्यो क्लियर गरिदिएका छन्। कुनै खतरा मोल्न चाहँदैन नि त सुशील। दिर्बु एफसी को तर्फबाट लास्ट बेन्चको भूमिकामा रहेका छन्।
पुनः एकपटक सुशील गोल किक प्राप्त गरेको छ दिर्बी एफसीको तर्फबाट सम्भवतः सुशील आफै प्रहार गर्नेछ रामको ब्याक पास लक्ष्मणको लागि लक्ष्मण सोझै डी बक्समा रहन सक्दथ्यो योसँगै गोल किक प्राप्त गरेको छ चिन्टु टार दराई समाजको तर्फबाट एक गोलले पछि परेको चिन्टु टार दराई समाज निरन्तर रूपमा यो दोस्रो हाफमा खेलमा बराबरी गर्नका लागि निकै संघर्ष गरिरहेको हामीले महसुस गरेका छौं भने दिर्बुको तर्फबाट दोस्रो हाफमा अझ बढी त्यो आक्रामक देख्न पाइरहेका छौं सुशील सुनार अझ पनि बलमा सुशील रहन सक्दथे यद्यपि यो गोलकीका लागि बल रहनेछ हिमबहादुर भुजेल काली भाइ भन्दै हुनेछ मिलन नेपाली यो अवसर के अनकम्फर्टेबल रहन पुगे त्यो पहिलो टसलाई दिर्बुको तर्फबाट क्लियर गर्नुपर्ने आवश्यकता रहेको थियो निशान दराईको यो कर्नर किक यो अवसर लक्ष्मण कुमाई अझ पनि बलमा यो अवसर रामका लागि राम कुमाई रहेका छन् यो राम कुमाईको प्रहार निकै फित्तलो रहन पुगेको छ त्यो आवश्यकता रहेको थियो त्यो निकै सुन्दर अवसर रहेको थियो यद्यपि यस प्रकारको अवसरहरू विरलै रहने गर्दछन् 2 वर्सेस 1 को अवस्था समेत रहेको थियो अझ पनि बल जित्दै चिन्टु टार दराई समाजको तर्फबाट अश्विन दराई रहेका थिए यद्यपि त्यो बल गुमाउन पुगेका छन् मिलन नेपाली अझ पनि बलमा जर्सी नम्बर 5 स्विच गरिदिएका छन् लक्ष्मण कुमाईका लागि राइट ह्यान्ड साइडबाट यो प्रहार सोझै डी बक्समा रहन सक्दथ्यो मिलन नेपाली गोलकर्ता समेत रहेका छन् खेलको यो दोस्रो दिनको तेस्रो खेलको पहिलो हाफमा त्यो मिलन नेपालीको त्यो प्रहारमा निकै सुन्दर फिनिसिङमा खेलमा वक्रता बनाएको दिर्बु खेल मैदानको दायाँतर्फ फिक्का नीलो जर्सीमा रहेको छ भने गाढा नीलो जर्सीमा रहेको छ दिर्बु चिन्टु टार दराई समाज रहेको छ मिसपास पुनः एकपटक अवसरको खोजीमा रहेको थियो यद्यपि लक्ष्मण कुमाई अझ पनि बलमा लक्ष्मण पुनः एकपटक लक्ष्मण रहेका छन् त्यहाँ बल जित्दै डास नगरपालिका 5 स्थित रहेको यस आदर्श युवा क्लबको यो आफ्नै खेल मैदानबाट स्पोर्ट्स अफिसियल फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारणमा जोडिएका छौं यो अवसर दोस्रो गोलको खोजीमा रहेको दिर्बुको लागि रहन सक्दथ्यो लक्ष्मण अझ पनि बलमा लक्ष्मण कुमाई यो काउन्टर मुभ बनाउने प्रयासमा विवश तराइरहेका थिए त्यहाँ हामी खेलको दोस्रो हाफमा रहेका छौं र हालसम्मको अङ्क 1-0 रहेको छ दोस्रो गोलको खोजीमा यो
लक्ष्मण कुमाईको प्रहार। यसपटक पनि त्यहाँ गोलरक्षक बाधक बनिदिएका छन् रेशम दराई। कुनै एकपटक यो अवसर रहन सक्दछ। कुनै एकपटक एकपछि अर्को अवसरहरू भने प्राप्त रूपमा पाइरहेका छन् त्यहाँ चिन्टुटार दराई समाजको तर्फबाट। निशान दराईको त डबल शट रहेको थियो, पहिलो प्रहार गरे निशान। कुनै एकपटक यो दोस्रो अवसरको खोजीमा निशान शिशिर मगर त्यसै समयमा बलसँग कनेक्ट रहेका छन्। फल रहन पुगे त्यहाँ जर्सी नम्बर 4 का विष्णु दराई फल गर्न पुगे। संवाद सुशान्त सर कता हो भन्दै हुनुहुन्छ। यो सँगै खेलाडी परिवर्तन रहेको छ। जर्सी नम्बर 9 का पर्निस दराई खेल मैदान प्रवेश गर्नेछन् भने जर्सी नम्बर 11 का अश्विन दराई खेल मैदानबाट बाहिरिनेछन् चिन्टुटार दराई समाजको तर्फबाट। व्यवस्था राई के होल्ड गर्न पुगे त्यो आवश्यक त बनिरहेको छैन। त्यो खतरा मोल्न चाहिरहेका छन्। त्यो निकै नै खतरा रहने गर्दछ। हामी खेलको यो दोस्रो हाफमा रहेका छौँ र हालसम्मको अङ्क 1-0 रहेको छ। दिर्बु 0 दिर्बु 1 रहेको छ भने चिन्टुटार दराई समाज 0 रहेको छ। जेरी लामा 1-0 भन्दै हुनुहुन्छ। के अपडेट गराउँदै हुनुहुन्छ। हामी उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। यसै गरी नयाँ वर्ष 2082 को सम्पूर्ण देश विदेशमा छरेर रहनुहुने सम्पूर्ण नेपाली तथा नेपाली भाषीहरूमा स्पुष्टनको तर्फबाट धेरैभन्दा धेरै शुभकामना प्रकट गर्न चाहन्छु। यो खेलमा फर्कनका लागि सँगै थ्रोइन प्राप्त गरेको छ चिन्टुटार दराई समाजको तर्फबाट। विष्णु दराई रहनेछन् यो थ्रोइनका लागि। निकै दिलीप भुजेल रहेका थिए। निकै लामो प्रहार रहेको थियो उक्त बल। हामी खेलको दोस्रो हाफमा रहेका छौँ र यस प्रतियोगिताको प्रथम पुरस्कार नगद 60,060, द्वितीय पुरस्कार नगद 30,030, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भने विभिन्न विधागत खेलाडीहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ। थ्रोइनको लागि दिर्बुको तर्फबाट जर्सी नम्बर 4 का शीतल आले रहनेछन्। मिलन नेपालीको यो प्रहार शीतल थ्रोइन मार्फत मिलनको लागि रहेको थियो र मिलन त्यो लेफ्ट फुटेड प्रहार गर्न चाहिरहेका थिए।
लक्ष्मण कुमार यो अवसर दोस्रो गोलको खोजीमा पुनः एकपटक मिलन नेपाली अझ पनि बलमा निकै रोमाञ्चक खेल हामीले देख्न पाइरहेका छौं। त्यसमा चिन्टुटार भन्दै हुनुहुन्छ। चिन्टुटार दराई समाजको तर्फबाट कर्नर किक प्राप्त गरेको छ। यो निकै सुनौलो अवसर रहन सक्दछ यद्यपि यस कर्नर किकलाई सदुपयोग गरेको खण्डमा। एक गोलले पछि परेको चिन्टुटार दराई समाज यो खेलमा फर्किनको लागि उचित समय रहन सक्दछ। यद्यपि यो निकै उत्कृष्ट प्रहार रहेको थियो। जर्सी नम्बर 6 का निशान दराईको तर्फबाट त्यो सेकेन्ड बारको त्यो कर्नरमा रहेको थियो भने कुनै कठिनाइ रहेन। यसपटक शिशिर मगर आफूलाई त्यो एक्टिभनेसमा बसिरहेका थिए, त्यसको भरपुर फाइदा उठाएका छन्। हिमबहादुर भुजेल के सुझाव दिइरहनु भएको छ। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ आफ्नो कमेन्ट मार्फत प्रतिक्रिया राख्न सक्नुहुनेछ। साथै कुन टिमको समर्थनमा रहनु भएको छ उक्त टिमको नाम समेत कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। यो सँगै दोस्रो आदर्श कप 2082 7 A साइड फुटबल प्रतियोगिताको दोस्रो दिनको तेस्रो खेल 1-0 को अन्तरले चिन्टुटार दराई समाजलाई हराउँदै दिर्बु दोस्रो संस्करणमा प्रवेश गरेको छ। विशेष धन्यवाद दिर्बु युवा क्लबलाई, धन्यवाद छ, बधाई छ दिर्बु फुटबल टिमलाई, बधाई छ दिर्बुको समर्थनहरूलाई। यो सँगै हामी अन्य खेलहरू लिएर आउने नै छौँ। त्यतिन्जेलका लागि हामीसँगै रहनुहोला, हेर्दै गर्नुहोला स्पोर्ट्स तनाउ।